नमस्कार, आज चाहिँ साउनको दोस्रो सोमबार हामी चाहिँ पुरै बाबा दर्शन गर्न जाँदैछौँ अनि त्यहाँ शिव मन्दिर पनि छ। अनि यो चाहिँ मेरो लुक। आज चाहिँ दोस्रो दिन हाम्रो चाहिँ गाई बिहा थियो कि अनि जहिले पनि त्यहाँ दुध चढाउन जाने गरेको थियो नि भाकल थियो अनि त्यही भएर त्यहाँ पनि गइरहेछौँ। त्यहीँ अनि यो चाहिँ गाईको दुध भाकल थियो। यो चाहिँ पञ्चामृत फुल अक्षता टिका दुबो सबै दक्षिणा फलफुल सबै छ। यहाँबाट देखेको छैन। म चाहिँ रेडी भइसक्यो, अरूहरू चाहिँ अब रेडी हुन बाँकी छ। हामी चाहिँ आज त्यो डालोमा चढेर जान्छौँ। म चाहिँ यहाँ रेडी छु। यो चाहिँ मेरो लुक। हामी जानु रेडी। 11 यहीँ बजिसकेछ। जानु 1 घन्टा लाग्छ। अन्त 2-3 बजीतिर आउँछ होला। यहाँ चाहिँ गर्मीले यस्तो हालत खराब भएको छ नि। तराईमा विशेष गरी रौतहटमा पुरै पसिना भएको छ। हेर सक्नुहुन्छ मेकअप सेकअप सबै गइसक्यो। अनि पौरीमा आइसक्यो। अनि यहाँ बाबा दर्शन पनि भइसक्यो होइन। शिवजीको पूजा गरिसक्यो अनि गुरुको हातबाट टिका पनि लगाइसक्यो। मैले यहाँ पौरामै चाहिँ अहिले नयाँ चिज रहेछ। यहाँ टिकटक बनाउन भनेर चाहिँ यहाँ ऐना पनि राख्दो रहेछ। राम्रो छ। अनि यो चाहिँ पौराई मन्दिर राम्रो छ। यहाँ पौराई बाबाको उत्पत्ति भएको ठाउँ दानपेटी सबै यहाँ चाहिँ धेरै पुरानो। मैले चाहिँ यसको ठ्याक्कै 1 हप्ता अगाडि चाहिँ पढाएको थिएँ के कथा सुनेको थिएँ यहाँको गुरुबाले भन्नुभयो। यो चाहिँ कस्तो हो भने नि जङ्गबहादुर राणा चाहिँ यहाँ बस्दाखेरि उनको सेनाहरू हराएर अनि यहाँ बाबाले म यहाँ छु यहाँ उत्पत्ति गऱ्यो भने चाहिँ सेनाहरू आउँछ भनेर बनाएको आफू उत्पत्ति भएको मन्दिर हो। एकदम राम्रो छ। दर्शन गरिसकेर अनि हामी चाहिँ बाहिर परेर सट्ट यहाँबाट गाडीमा चढ्दा गरेर आएर घर जाने। गर्मीमा बेहाल छ हाल चाहिँ। मजाले फ्यान खोलेर बस्ने। कति गर्मी कति। ओके बाई टाटा। मैले चाहिँ जाँदाखेरिको भिडियो बनाएको थिइनँ किनकि म झ्यालबाला सिटमा बसेको थिइनँ। अनि फर्किँदाखेरि चाहिँ झ्यालबाला सिटमा बसेको थिएँ। बनाएको थिएँ। यस्तो राम्रो भ्यू हेर्न सक्छु। यति राम्रो भ्यू देखेँ। तर गर्मी चाहिँ अति नै। फेरि अर्को भिडियोमा भेटौँ ल बाई।